रूपेश प्रसाद चौरसियाको जीवन यात्रा, संघर्ष, जिम्मेवारी र सफलता। मेरो जन्म विसम्बत 2057 साल असार 5 गते तत्कालीन प्रष्टोका गाविस टोल बेलहियाको एउटा सानो र गरिब परिवारमा भएको थियो। सानामा मलाई माया गरेर काखमा खेलाउने मेरी प्यारी बजै दादी म 2 वर्षको हुँदा बित्नुभयो। त्यसपछि हजुरबुबाको साथ र मायामा मेरो बाल्यकाल बित्दै गयो। घरको नाजुक आर्थिक परिस्थितिका कारण मैले सानै उमेरदेखि सङ्घर्ष गर्नु पर्यो। जम्मा 8 वर्षको उमेरमा म गाउँका जमिन्दारहरूको खेतमा मकै धान रोप्ने, काट्ने र खेतीपातीको काम गर्न थाले। समय बित्दै जाँदा विषम 2067 साल कार्तिक 10 गते मेरो भाइको जन्म भयो। घरमा खुसी छायो, तर त्यो खुसी धेरै टिकेन। भाइ 1 वर्षको हुँदा कडा बिरामी पर्यो। डाक्टरले उसको मुटुमा समस्या छ भने भाइलाई बचाउन बुबाआमाले 6 महिनासम्म अस्पतालमा राखेर उपचार गराउनु भयो। गाउँमा ऋण खोजेर र भएको थोरै जग्गा जमिन दृष्टिबन्धक धितो राखेर भाइको ज्यान बचाइयो। भाइ त बच्यो, तर घरमा छाक टार्नै धौधौ पर्ने अवस्था आयो। त्यसपछि 11 वर्षको कलिलो उमेरमा घरको जिम्मेवारी काँधमा लिएर म बाहिर काम गर्न निस्किएँ। काममा लागेपछि मेरो पढाइ सधैँका लागि टुट्यो। सङ्घर्षकै क्रममा 14 वर्षको उमेरमा विषम 2072 साउन 10 गते म पेन्टिङको कामका लागि बुटोल पुगेँ। त्यहाँ 3 महिना काम गरेपछि मामाको फोन आयो र म उहाँ कहाँ गएँ। मामासँग गएपछि मैले भवन निर्माणको काम सुरु गरेँ। जुराउने, प्लास्टर गर्ने, छड सिमेन्ट बाँध्ने र सेन्ट्रिङ गर्ने। मेरो कडा मिहिनेत र लगनशीलताका कारण मैले मात्र 1 वर्षभित्रै बिल्डिङ निर्माणको सम्पूर्ण सिप सिकेर कुशल मिस्त्री बन्न सफल भएँ। गरिबी र अभावले मेरो बाल्यकाल र पढाइ खोसे पनि मिहिनेत र धैर्यताले मलाई आफ्नै खुट्टामा उभिन सिकाएको छ।